पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 एम नेपालको आयोजनामा पोखरा रङ्गशालामा रहेको बहुउद्देश्य कबड हलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई 3-1 को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो। पहिलो सेटमा 25-18 ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट 24-26 ले गुमाएको थियो। तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि उचालेको हो। इरानले तेस्रो सेट 25-18 र चौथो सेट 25-17 ले आफ्नो पक्षमा पारेको थियो। उपाधि जितेको इरानी टोलीले 4,44,444 हात पारेको छ। उपविजेता बनेको पुलिसले 2,44,444 मा चित्त बुझाएको छ। यसअघि सशस्त्र प्रहरी बल एपीएफलाई 3-1 को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो सेट 29-27 र दोस्रो सेट 25-21 ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपीएफलाई सुम्पिदिएको थियो। तेस्रो सेट 22-25 ले गुमाएको आर्मीले चौथो सेट 25-23 ले जित निकाल्दै तेस्रो हुन सफल भएको थियो। तेस्रो हुने आर्मीले 1,44,444 प्राप्त गरेको छ। इरानी टोलीका आमिर हुसेन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले 14,444 रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्। इरानी टोलीका अफिक्सन फतेह उत्कृष्ट सर्भर, इरफान नरैजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक बनेका छन्। उनीहरूले जनही 8,444 रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा इरानी टिम, भारतीय टिम, गण्डकी प्रदेश टिम र 3 विभागीय टिमहरू, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ गरी 6 टिमको सहभागिता रहेको थियो।